लु गाना गाऊ गाना भाइबाट सुरु गर ए म गाउँदिन एलिएली सबै गयो एलिएली लु छिटो के गीत गाउनु जे कुनै एलिएली एलिएली भन्न के एलिएली गाना छिटो ए आउँदैन हौ मलाई टाइम भइसक्यो उता छिटो एलिएली हेर्न गाना हाल्नको लागि के बता नि त्यही भएर नआएको हाल्दिनु म आउँदैन गाना एउटा अगाडिको गाना गाइदिनु छिटो गाउनु न हौ कहिल्यै गाएको छैन यही हो शायरी भन्नु एउटा शायरी शायरी एकदम शायरी शायरी कुछ भी नहीं ए काटी कुनु लु हे जान्दिन शायरी 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 एउटा ए दाजु लजाएर हुँदैन हौ कस्ता सबै लजाउँछ नि यहाँ फेरि म चाहिँ यस्तो जग्गामा आइसकेको छु हेर्नु सक्नुहुन्छ है तामुल बगानै बगान छ हेर्नु सक्नुहुन्छ है थाहा छ है यो भाइले भेट्छ भाइ भेट्छ टिप्यो भाइ त्यो ए देखेर टिपेर देखेर त टिपेर ऊ हेर्नु भाइले भेट्यो यति होचमा छ तामुले त ऊ टाउकोमै ठोक्यो त्यो पनि यति सानो सानो माने होचो होचोमा फलेको छ गाइस तामुल के भन्नु र तामुल पनि पुरा थुप्रो फलेको छ तामुलको झुप्पा हेर्नुहोस् है बाप्रे तामुलको झुप्पा हेर्नुहोस् न तपाईँहरू तामुलको झुप्पो सुते टोपी बङ्गलिया बाबु मुसलमान के दारी टोपी लाउने बाबु चाहिँ तेलमेन भाइले यो गीत चाहिँ साह्रै दामी लाग्दैछ ए हाल्दिन सब भाइले तामुल काट्नु हुँदैछ है तामुल तामुल हेर्नु यस्तो सेतो छ तामुल यसले तामुल पनि खान थालेछ तामुल खान थालेछ पर्खी तिमीहरूलाई बम्बुवालाई पर्खी यस्तो तामुल फलेको यहाँ यस्तरी फलेको छ कि तामुल रामको त्यो उता पुरा होचोमै फलेछ कि बेसी भयो भने यो 4 फुट चाहिँ छ कि 4 फुटमै फलेछ यहाँ दाजुले चाहिँ कोलको गाछ काटिसक्नु भएछ र हेर्नु दाजु कोलको गाछ किन काटेको भनिदिनु त कोलको गाछ किन काटेको भनिदिनु कोलको गाछ चाहिँ किन काटेको आज के पूजाको लागि स्वस्थानी नि कसो घरमा ए बद्रीको घरमा नि कोल त लामो भएन नि हो लामो भयो होला ठिकैको छ दाजुको नाम चाहिँ अहिले बगानमा छौँ यो कोलको गाछ खोज्दै कोलको गाछ किन खोजेको दाजुले भनिदिइहाले यहाँ दाजुले बोकेर पनि आउँछ कोलको गाछ हेर्नु होइन तपाईँहरूले पनि हेर्दै गर्नु होला है त ल किन काटेको कोलको गाछ भन्दाखेरि नि त यहाँ पूजा छ मतलब पूजा पनि भन्दा 4-5वटा पूजा हुन्छ स्वस्थानी फर्स्ट टाइम होइन त्यहाँ 84 त्यहाँपछि गुन्यु चोलो त्यहाँपछि वर्तमान तपाईँले एकै ठाउँमा 4वटा प्रोग्राम हुन गइरहेछ ल र स्वस्थानी माताजीले पनि भगवान माताजीले जुराएको छ होइन र तपाईँहरू पनि हेर्दै गर्नु होला यहाँ केटाकेटीहरूले तामुल खाँदै खाने केटाकेटीहरूले केटाकेटी तामुल खाने अन्त चुडिन्छ थाहा छैन तँलाई अन्त चुडिन्छ केटाकेटी मान्छेको तामुल खानु हुँदैन के तामुल खाने अन्त चुडिन्छ काकाले यहाँ त कोल्लो गाछ काट्नु हुँदैछ पुरा सफाइ अभियान गर्नु छ कोल्लो गाछले हेर्नु सक्छ है काकाको हाँसै हेर्नुहोस् रमाइलो छ काकाको हाँसै सफाइ अभियान गर्नुहुँदैछ कोल्लो गाछ काटेर हो त चाहिँ म बोक्छु है भिनाजु सफाइ अभियान चल्दैछ कोल जाँदै उहाँ जाँदा लेत्रा नहोस् भनेर एकैचोटि अब यिनै उतो गरेर लाने हो उता एउटा भइसकेको छ यता एउटा भइसकेको छ हेर्नु सक्नुहुन्छ होइन यो चाहिँ ठुलो बोक्ने रहेछ गाना जाला नि भाइ ए हो नि ल चाहिँ यस्तरी कोलो गाछ लिएर जाँदैछौँ होइन र जग्गेको लागि हो यो चाहिँ र तपाईँहरू पनि हेर्नु सक्नुहुन्छ जामाबाट लिएर आइज न अर्को छ त नि काटेको भान्जा बाबुको चाहिँ हो वर्तमान र अब कपाल काट्ने टाइम भइसकेको छ हेर्नु सक्नुहुन्छ तपाईँहरूले भान्जा बाबु कपाल भिजाउँदैछन् ए छिटो छिटो मजाले भिजाऊ भिजेन त मजाले भिजेन भान्जा बाबु अब तिम्रो कपाल सबै काटिनेछ कस्तो लाग्दैछ किन कपाल त काट्नु पर्यो नि त अनि पुरा हेर भए भान्जा टाक्ला भएछन् हेर्नुहोस् पुरा टाक्लियाले कपाल काटिसकेको छ र अब 9 छन् ए कस्तो लाग्दैछ अहिले फेरि जाडो लाग्यो जग्गे पनि बनाइसकेछन् हेर्नुहोस् त लु यो एउटा जग्गे भयो होइन यो एउटा जग्गे
अनि यता फेरि एउटा जग्गे दुईटा जग्गे हुनेछ यहाँ फेरि बनिँदैछ अर्को एउटा यो यहाँ भाइले खन्दैछ यता भाइहरू गाड्दैछन् त्यहाँ एउटा यहाँ एउटा दुईटा जग्गे हुनेछ ल यहाँ यहाँ चाहिँ कोलको पनि छ कोल पनि फलेको छ यहाँ काका हुनुहुन्छ यहाँ भाइ हुनुहुन्छ यहाँ पनि भतिज हुनुहुन्छ यता पनि भाइ हुनुहुन्छ यता भिनाजु हुनुहुन्छ चिउरा केलाउँदै रहेछन् यहाँ हेर्न सक्नुहुन्छ चिउरा केलाउँदैछन् यता हाम्रो भाउजू यता दिदी यता पनि दिदी लु हेर्नुहोस् यहाँ चिउरामा यस्तो निस्केको रहेछ सबै यहाँ भाउजूले साह्रै दिदी हुनुहुन्छ यता छ के छ खबर राम्रो छ ए बिचरा दिदी हुनुहुन्छ नि ठिकै छ नानी सिनी के बनाकी सब्जी बनाउँदैछ ढाल्दैछ हाम्रो सानो भान्जी नानी सिनी दिदी हुनुहुँदो रहेछ के बनाउनु भएको दिदी के रोटी घुमाको रोटी बन्नेछ ए यता भाउजू आउनु भएको रहेछ भाउजू पावर नामो रोटी बनाउनु हुँदैछ दिदी के गर्नु भएको दाल बनाउनु हुँदै रहेछ पण्डितजी हुनुहुन्छ अब यहाँ कसार बटर्नकोले रेडी भइसक्नु भएको छ पण्डितहरू दुईजना हुनुहुन्छ यहाँ अब लोगन बोलाउन आँट्नु भएको छ अब यहाँ लोगन टिका लगाइदिनु हुँदैछ यहाँ घरपति आमैले यहाँ चाहिँ हाम्रो घरपति आमै हो यता भाउजू यता चाहिँ भोलि वर्तमान हो खै यहाँ हाल्न सक्नुहुन्छ है भोलि पण्डितजीहरू पढ्नु हुँदैछ मामा हो यता चाहिँ हाम्रो सनौ टिका लगाइदिनु हुँदैछ अब दुईजना भान्जीहरू छ नि दुईजनाले कन्टे केटी दुईजना छ नि कति पैसा कति बाटो भान्जी पैसा 10 रुपियाँ ल तथास्तु सुरु हुन गइरहेछ र पण्डितजीहरूले पढिराख्नु भएको छ बोलाऊ तयार छन् तयार हुनुहुन्छ घरको मेन मान्छे र उहाँ चाहिँ भुट्नको लागि रेडी हुनुभएको छ हेर्न सक्नुहुन्छ तपाईहरुले पनि तयार पिठो हाल्न तयारी ठुक्क पार्नु है अब यहाँ चाहिँ अब कसार भुट्नको लागि रेडी हुनुहुन्छ घरका साइला छोरा उहाँ चाहिँ रेडी हुनुहोस् है शुभ लगनको कसार भुट्ने रेडी भइसकेको छ लगन बढाइसक्नु भएको ल शुभ लगन पनि भइसक्यो चाहिँ यहाँ कसार भुट्नेको लागि नि त पुरा जोरदार काम गर्नुहुँदैछ
जना मात्रै छ नि गाइस हेर्न सक्नुहुन्छ 4 जना मात्रै कसार बाट्नु बसिरहेछन् हेर्न सक्नुहुन्छ कसार बाट्नु सुरु हुन लाग्यो